मन्त्रीज्यूले स्पष्टीकरण दिनको लागि म माग गर्न चाहन्छु। र अर्को कुरा, सरकारले गभर्नर नियुक्तिको विषयमा लामो समय खर्च गरेको देखिन्छ। मेरिटोक्रेसीको आधारमा पनि गभर्नर नियुक्ति गर्न सकिन्छ र सरकारको समय यस्ता हावादारी कुरामा खर्च नगर्नको लागि म सुझाव समेत दिन चाहन्छु। किनकि बर्खायाम सुरु भइसकेको छ, राजधानी काठमाडौँ जोड्ने प्रमुख सडकहरू असुरक्षित छन्, लाखौं नागरिकहरू दैनिक जोखिम उठाउँदै यात्रा गर्न बाध्य छन्। सरकारले यतातिर समय खर्च गरोस्। 10-11 महिना भइसकेको छ, कहिले कार्यकारी निर्देशक त कहिले गभर्नरको पदमा सरकार अड्किएको छ। ग्रो अप सरकार, जनताले काम खोजेका छन्, भाग बन्डा गरेर कसलाई कुन पद दिने भन्ने विषय खोजेका छैनन्। धन्यवाद। माननीय सदस्य नयनाकला थापा। सभामुखज्यू, केही समय अघि नेपालको यो पश्चिम कैलाली को जङ्गलमा एक विदेशी झुण्डहरू बसेको हल्ला सुनियो। ती ब्लू फ्यामिलीका आफूलाई मान्ने, ती साङ्केतिक भाषा बोल्ने, जङ्गलहरूमा रमाउँदै हिँड्ने, घुमन्ते फिरन्ते जस्ता देखिने, त्यस सम्बन्धमा स्थानीय सरकारको सकारात्मक जस्तो बुझियो। तर हाम्रो सरकारको र गृह मन्त्रालयले यसलाई कसरी लिएको छ यस सम्बन्धमा विशेष ध्यानकर्षण गराउन चाहन्छु र यस सम्बन्धमा जानकारी यस संसदलाई पनि दिन म आग्रह गर्न चाहन्छु। धन्यवाद। माननीय सदस्य पूर्णबहादुर घरती मगर। सम्मान्य सभामुख, यति बेला देशमा अनियमितता, व्यथित र कुशासन व्याप्त छ। सरकारी कार्यालयहरूमा ढिलासुस्ती र खुलेआम घुसखोरी छ। दैनिक उपभोग्य वस्तु र सिमेन्ट, छड आदिमा पटक पटक मूल्य वृद्धि गरेर जनताको ढाड सेक्ने काम भएको छ। अर्कोतिर प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति गोप्य राखेर सरकारले कस्तो पारदर्शिता बढाउन खोजेको हो? मन्त्रीहरूको र प्रधानमन्त्रीको सम्पत्ति तुरुन्त सार्वजनिक गरियोस्। अहिलेको ठुलो समस्या भनेको कुशासन हो। कुशासनको एउटा जिउँदो नमुना सिंहदरबार गेटमा देखिन्छ। मन्त्री, सांसद, कर्मचारी प्रवेश गर्ने दक्षिण गेटमा जनताको भिड र लाइनतर्फ सरकारको ध्यान आकर्षण गराउँदछु। मन्त्रालय जति सिंहदरबारभित्र थुपार्ने